हेर्नुहोस् मैले एउटा यो जुन चाहिँ च्याप्लरहरू हुन्छ नि उनीहरूलाई एउटा मिस्त्रीले हो भने चाहिँ यसलाई चाहिँ सिलर स्ट्यान्डिङ मेसिन भन्छ है। त्यो फ्याँकेको रहेछ हैन, बेचेको रहेछ, कति रुपियाँमा बेचेको रहेछ। यो चाहिँ यसो मैले चेक गरेको है, हेरेको यो ब्यारिङ जुन चाहिँ छ नि यो ब्यारिङ है, यो ब्यारिङ मात्रै जाम भएको रहेछ हो। मैले खोलखाल गरेँ है, अन्त यसो यसको आर्मेचर हेरेको, आर्मेचरमा कुनै पनि प्रकारको कमी देखिनँ हो। अनि यो कोइल यसमा चाहिँ के भएको रहेछ भन्दाखेरि चाहिँ यसको वायर जुन चाहिँ छ नि यो वायर सर्ट भएको थियो होला है। यो वायर सर्ट हुनुको कारणले गर्दाखेरि सायद मेरो अनुमानमा यो ब्यारिङ फुट्यो होला हो, जाम छ। किनभने ब्यारिङ यसरी घुम्नु पर्ने, यो चाहिँ घुम्दैन, तपाईको यो मात्रै चाहिँ घुम्दैन, यही टाइट भएको छ। किनभने ब्यारिङ चाहिँ सरसर घुम्नु पर्छ नि त। अन्त अब चाहिँ मैले यसलाई के गर्नु पर्यो भनेर सोच्दैछु भन्नु भने यसलाई क्या यो कोइल लगाएर है, कोइल फिट गरेर यो डल्लै फिट गरेर ट्राई गर्छु यसो के हुन्छ भन्ने एउटा नलेज पनि बढ्ने है। इलेक्ट्रोनिक कामहरुमा पुरा मैला डस्टिङ छ। यो पनि फुटेको रहेछ, त्यो ब्यारिङ जाम भएर चाहिँ यो फुटाएको होला। ट्राई गर्छु, सक्सेस हुन्छु भनेर चाहिँ भन्नु सक्दिनँ, तैपनि कोसिस चाहिँ गर्छु ल। यो चाहिँ किनभने मैले फ्रीमा यो हुनु चाहिँ यो बाहिरकै कम्पनी हो है। यसको कोइलहरु पनि राम्रै छ प्रकारको है, भिजेको छ भने भिजेको जस्तो पनि लाग्छ, डढेको जस्तो पनि लाग्छ, तर हैन होला। ट्राई चाहिँ गर्नु पर्यो है, जबसम्म ट्राई गर्दैन तबसम्म चाहिँ थाहा लाग्दैन। पहिला ट्राई गर्ने हो, त्यहाँबाट चाहिँ यो गर्छु। र हेर्नुस् ल भिडियो ल।